यसरी गुराँसहरू फुल्दा चाहिँ घर छेउछाउ चराहरू आउँदा चाहिँ एकदम रमाइलो हुन्छ। यो नाके भन्ने चरा आएर चाहिँ रस खाँदैछ यहाँनिर। एकदम घर वरिपरि चराचुरुङ्गी आएको चाहिँ एकदम रमाइलो हुन्छ। अस्ति कोपिला लाग्दै गरेको चाहिँ फुल्दैछ यिनीहरू। साथी हो अहिले चाहिँ यहाँ पापासँग यसरी मौरी बुटोल्नु आइरहेको छु। यहाँ मौरी आएर बसेको रहेछ। अब चिलाइ पनि खाइने होला। मौरीको राना जस्तै छ हाम्रो पापा पनि। बेसी त छैन, यसो मौरी सानो सानो पोका रहेछ। अब लानुपर्ने भन्छ बुढो मान्छे। ट्याप्पै यहाँ समाउनु पर्यो। डिङ 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 एक झोला लानुपर्ने अवस्था छ। झऱ्यो झऱ्यो चिस झऱ्यो, अलिकति रह्यो। खाना आएन भने त आउँदैन। मौरीको राना बुढो मान्छेको हातहरू पनि ढुङ्गाको कामले। मौरीले चाहिँ गर्नु गर्दैछ अहिले। चिल्छ पो होला अब चाहिँ चिल्छ होला। अब घरतिर जाँदैछौँ, लगेर डुँडमा लाउनु पर्ने अवस्था छ। मलाई चाहिँ चिलेन, पापालाई त निकै नै। म त निकै दियो पापालाई चाहिँ। ल त अब मौरीलाई पनि घरमा लिएर लगाउँदैछौँ।